हेलो गाइजहरू, आजबाट चाहिँ मैले मिनी ब्लग स्टार्ट गरेको छु होइन। मैले चाहिँ कम्ती पनि 2-3 महिना अगाडिबाट चाहिँ स्टार्ट गर्छु भन्दा आज चाहिँ ठ्याक्क 15 पुसको दिनबाट चाहिँ स्टार्ट गरेको छु होइन। अनि खानाको रेसिपी हालिदिएको मलाई चाहिँ एकदम मनपर्छ कि खानाको रेसिपीहरू बनाएर हाल्नको लागि। अनि घुम्न गएको खानाको रेसिपीहरू बनाएर हाल्न चाहिँ खुब मनपर्छ। अनि म चाहिँ अघि नै भात पकाइसकेको, म चाहिँ मासु बनाउँदै थिएँ। अनि मेरो देउरानी, ठुलो भान्जी, सानो भान्जी चाहिँ पकौडी बनाउँदै थिए। भात चाहिँ अघि नै बनाइसकेको थिएँ नि त। मासु पाकिसक्यो, अब यता चाहिँ पकौडीको तयारी। बाबुले नि कल गर्नुभयो, कुरा गर्दै, खाना बनाउँदै, झगडा गर्दै भान्जीहरूसँग। अनि अब चाहिँ खानासाना खाएर, पकौडी खाएर हाम्रो चाहिँ 15 पुसको दिन आज चाहिँ यसरी गयो। मेरो छोरी चाहिँ डान्स गरिरहेछन् दुवैजना। गुड नाइट।